ल म बनाउँदै जान्छु सोल्टी कस्तो लागिरह भाइ भाइ बुहारीलाई कस्तो लागिरहेछ ल माथिबाट यहाँसम्म पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद यति मिठो कार्यक्रम आयोजना गरेर यहाँसम्म आउने मौका जुराइदिनु भएकोमा धेरै दुःख गर्नुभएको छ धेरै धेरै धन्यवाद छ हाम्रो समय नजिक सम्प्रदायलाई ल है त सोल्टी के हो तपाईँले त युद्ध गरेर हो ठुलै युद्ध गर्नुभएको छ हाम्रो सोल्टीले ए हाम्रो अध्यक्षलाई फेरि खाना गइरहेको छ ल ल ल ल खानुहोस् मनी कार्यक्रम ल तपाईँहरू हेर्ने मान्छेहरूलाई यता ल्याउनु बोलाउनु ए अन्त यो खाना चाहिँ मिठो छ ल ल गर्नु आज खाना बनाउने मान्छेलाई धेरै धेरै धन्यवाद छ सल्युट छ ल धन्यवाद रमाइलो भएको छ रमाइलो फेरि पनि गर्नेछौँ कस्तो लागिरहेको छ तपाईँहरूलाई केही सेवा गर्नु पर्यो बसन्तजी केही सेवा गर्नु पर्यो एकदम खाना खाने यहाँ यता प्लेट छ प्लेट एउटा दिनु त यता यता पनि दिनु त एउटा प्लेट हजुर मेन पोइन्ट मान्छेको म एकछिनमा खान्छु यहाँ बसिरहनु अध्यक्ष भाइ बसिरहनु ऊ त्यहाँ बसिरहनु उहाँहरू म पनि थोरै खाइहालौँ क्या यार है विमल छिङ्गु कस्तो लागिरहेछ बवाल एकदम बवाल त्यो छ नि त्यो स्पिकर त्यो भन्दा उता पनि मान्छे त आँखेर सुन्दैन त्यहाँबाट त्यो सेन्डल राखेर सबै सुन्छ होला के हो बिचमा ल्याएर टेबल राख्दैन मात्र धन्यवाद यो फोन मलाई फोन त होला खाने तपाईँ आज आगो खाने होइन क्या अरूलाई त्यति दुःख गरेर यो सेन्टरमा यो टेबल राखेर हुन्छ क्या यो चार्जिङवाला हो यो अर्को छ ल्याउन अर्को ल्याउन त राहुल कहाँ छ गाडीमा छ स्पिकर एउटै बजाउनु पर्छ क्या के फेरि है यार त्यो चाहिँ सेन्टरमा ल्याउन छ है कमी भयो भने अझै छ नस बस लागेर ल्याएको हेर न यो होला होइन डिस्टर्ब हुन्छ दुईवटा गाना दुईवटा उपरले अहिले चार्जवाला हो चार्जवाला हो कि नै त्यसो बिचमा राखौँ त्यो बिचमा राखौँ भनेको ऊ यहाँनिर राखौँ क्या खाउँ ल ल पोलेको खाने पोलेको मासु ल्याउनु पोलेको ल्याइदिउँ मासु ल्याइदिनु यहाँ भित्रबाट यहीँ पोल्ने होला हेलो नमस्ते हेलो हामी एकदम आज कार्यक्रम कर्णाली प्रदेश समाज पेक्साङ नामको कार्यक्रममा हामी आइरहेका छौँ इन्जोय भइरह इन्जाद दिदीबहिनीहरू आएर एकदमै रमाइलो गर्न पाइरहेकोमा हामी एकदम खुसी छौँ र हाम्रो खोसाङको भुपू अध्यक्ष एकदम भाइले धेरै भाइ कार्यक्रम सुरुवातको मेन मान्छे नै यो हो फेरि यहाँ वाइफाई कनेक्ट गरे होइन वाइफाई छैन कनेक्ट फोटो भिडियो बनाउनु नि होला गोपाल भाइ
दाइ हाम्रो केटा र केटी मिलाएर चाहिँ दोहोरी खेल्नुपर्छ सोल्टी कति यति मात्र हो 1 किलो खाएर 1 किलो खाएर 1 किलो भाडा नभएर है फेरि यति बाटा चाहिँ होइन सोल्टीले खानु भएको ल सोल्टी है छिटो खाएर अब नाच्नुपर्छ फेरि आउनु है ल ओके ल यहाँ चाहिँ खै तातै छ तातै है देखिँदै देखिन्न केही पनि हेलो हेलो वाइफाई कनेक्ट गरौँ न लाइभ गर्छु एकछिन हेर वाइफाई कनेक्ट गरेँ लाइभ गर्थेँ कि मैले खै वाइफाई कुन हो त्यहाँ कनेक्ट गर्नु भएको छैन मैले छैन मेरो लाइट ऊ चलाइरहेको छु 3G चलाइ यहाँको कुन हो नितेश हो एनटिएस भन्ने पासपोर्ट चाहिँ उसमा छ मासु कृष्ण मासु यता फ्रिजमा छ कि फ्रिजमा होला ल्याइदेऊ त हेर न जाऊ त ल्याइदेऊ त उहाँ ज्वाइहरूलाई कहाँ नानी ल्याइदैन ओहो खै गाना के भयो आउँछ प्लेटहरू कहाँ छ होइन छ त धेरै छ त धेरै छ त खै यो भयो त चिम्टा ल्याएनन् चिन्ता छैन कि खोजेको पाइएन चिम्टा चिम्टा त्यति हो एउटा चिम्टा दिनु त यसले त होइन नि त त्यो काट्ने त नै नै यहाँ कोइला के यो त अहिले अनि यसले गरेर त्यो काट्दाखेरि होला नि नै नै पखालम ल नै नै त्यही माथि राख्ने हो यहाँ के अलिक पालम नै यसलाई चिन्ता बरु भन्ने हो कि अहिलेलाई बेसार त अहिले है गर्दो मना माया लागेको कडा हान्नु भयो तपाईँले सबैले खिच्नु
आउँछ आउने ल ल ल ल ल ल खम्बे 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 खै सोल्टीलाई दिउँ न एउटा यहाँ सोल्टीलाई दिउँ त एउटा यता ल ल ल ल तासी तासी यता मैले त्यो भर्खर खोरेको है त्यो ल है केही गरेको ल प्रकाश नाच्यो कहाँ सेलायो केटाहरू फेरि है उठ 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 मासु बोल्न लाग्यो मैले मात्र खाछु र मैले यहाँ कतिजनालाई खुवाइदिन्छु ल तातै त हो नि कहाँ यत्रो नि आगोमै तातो भइहाल्छ यार यस्तो रमाइलो भइरहेछ यस्तरी मासु चिङ्कु तर यो चाहिँ बाल भयो नि होइन दामी छ नि यो हो के हो अघि छिटो जलेर हो कि त्यो है यो प्रशंसाको स्वरूप एक आबुई तातो छैन नि फेरि गर्नु यार छिटो यार मोमेन्ट कैद हानौँ न फेरि गर्दा हुन्थ्यो मासु घाटा त लाग्दैन